फोटो पत्रकारिताको महत्त्वलाई पत्रकारिताकै महत्त्वलाई हामीले नबुझ्ने अथवा मिडियाको महत्त्वलाई हामी नबुझ्ने समाजबाट फोटो पत्रिकालाई बुझ्ने कुराले गाह्रै हुन्छ। अहिले यहाँ हामीले देवेन्द्रमान सिंहजीको बारेमा थोरै भए पनि जे कुराहरू बुझ्यौँ उहाँका जीवनका यस्ता धेरै महत्त्वपूर्ण कुराहरू होला। मैले उहाँको यो कुराहरू यस रूपबाट नबुझ्दैखेरि पनि खास गरिकन बहुदलीय व्यवस्था घोषणा भइसकेपछि एकजना बहिनी हुनुहुन्थ्यो उषा तिवारी, उहाँ अनेक ढङ्गबाट फोटो पत्रकारितामा लागिरहनुहुन्थ्यो। मैले यहाँ साथीहरूलाई त्यो समयबाट फोटो पत्रकारितालाई अगाडि लाने सन्दर्भमा आज यसलाई संस्थागत रूपबाट विकास गरेको, यसको महत्त्वलाई यसले महत्त्व दिएको र यसका अहिले आफ्नो जर्नल प्रकाशन गरेको कुराहरूबाट फोटो पत्रकारिताको महत्त्व के छ भन्ने कुराहरू खास गरिकन हाम्रो रुम्बा शेर्पाजीको भूमिकाबाट पनि हामी बुझ्न सक्छौँ। त्यति मात्रै होइन, अहिले एउटा क्लिक गर्दाखेरि संसारभरि गलत कुराहरू तुरुन्तै फैलिने अथवा एक सेकेन्डमा गलत कुराहरूलाई भ्रम सिर्जना गर्न सकिने कुराहरू छ भने फोटो पत्रकारिताले त्यस्ता खालका कुराहरूको काउन्टरमा सधैँभरि ठिङ्ग उभिएर एउटा आफ्नो परिचय दिन सक्ने र त्यो परिचयमा त्यति बेला के भएको थियो के थियो भन्ने कुराको एउटा जिउँदो इतिहासलाई लामो समय मात्र होइन शताब्दीसम्म राख्न सक्ने र एउटा जिम्मेदारपूर्ण क्षेत्रबाट एउटै फोटोबाट अनेक कुराहरूलाई व्यक्त गर्न सक्ने र समाजको चित्रणलाई यथार्थमा उतार्न सक्ने र त्यो यथार्थबाट भविष्यलाई त्यसले देखाउन सक्ने, विगतबाट भविष्यमा जाने बाटाहरू के थिए भन्ने देखाउन सक्ने धेरै महत्त्वपूर्ण कामहरू गर्न सक्छ। त्यस्तो कामहरू गर्ने सन्दर्भमा नै संस्थागत रूपबाट यो फोटो पत्रकार समूहलाई निर्माण गर्नुभयो। त्यसमा पनि वर्तमान कार्य समिति र खास गरी त्यसको अध्यक्षज्यूको जुन निरन्तर यहाँ प्रयत्न र भूमिका छ, विभिन्न विधाबाट साथीहरूलाई बोलाउनु भयो र पत्रकारिता क्षेत्रका विभिन्न क्षेत्रका प्रतिनिधिहरू, खास गरी संस्थाका प्रतिनिधिहरू, अध्यक्षज्यूहरू लगायत धेरैलाई उपस्थित गराएर आज यो कार्यक्रम गर्नुभएको छ। यो आफैमा एउटा ऐतिहासिक र महत्त्वपूर्ण कार्यक्रम छ। यस्तो बेलामा पत्रकारहरू क्यामेराको पछाडि दौडिएर त्यस स्तरमा यसलाई विकास गर्ने कुराहरूमा अझै पनि अभावहरू रहेका छन्। ती अभाव पूर्ति गर्दै यस क्षेत्रमा प्रेरित गर्ने, अगाडि लाने कुराहरू गर्न आजको यो दिनले हामीलाई प्रेरित गरेको छ। म एउटा सभाको नेतृत्व गरिरहेको सभामुखको हैसियतले पनि यस क्षेत्रमा रहेका समस्याहरूलाई समाधान गर्दै अगाडि बढ्नको लागि के कामहरू गर्नुपर्छ त्यो गर्नको लागि यहाँहरू सबैले साथ सहयोग गर्नुहोस्। म यो कुराहरू भन्न चाहन्छु र फोटो पत्रकारिता, सबै पत्रकारिता, त्यसमा पनि फोटो पत्रकारितामा यसको इतिहास, यसको सम्मान, यसको महत्त्वलाई चर्चा गर्दा धेरै महत्त्वपूर्ण र राम्रो देखिए पनि यो त्यत्तिकै एउटा जोखिमयुक्त र अप्ठ्यारो पनि यसले सामना गर्नुपर्छ। धेरै लामो कुराहरूलाई छाडेर हामीले गएको चैत 15 गतेको घटनामा पत्रकार सुरेश रजतजीको घटना र त्यो घटनाले पनि हामीलाई थाहा छ वास्तवमा यो कति एउटा रिस्की छ। अघि थोरै यहाँ अभिव्यक्तिहरू भयो हाम्रो देवेन्द्रजीबाट, एउटा शान्तिपूर्ण ढङ्गबाट विचार अभिव्यक्ति भएको गतिविधिमा लागेर फोटो पत्रकारिता गर्दाखेरि पनि सबै पक्षबाट अप्ठ्यारो बिहोर्नु पर्थ्यो भने त हाम्रो रजतजीले ज्यानै गुमाउनु भयो। यस अवसरमा म उहाँलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र उहाँले हिँड्नुभएको बाटो वास्तवमा एउटा सही कुराहरू हाम्रो समाजलाई चित्रित गर्ने, घटनालाई फोटोमा उतार्ने र त्यसबाट प्रेरणा लिने सन्दर्भमा आफ्नो ज्यानै गुमाउनु भएको छ र यी सम्पूर्ण कुराहरूको बिचमा फोटो पत्रकारिताले हाम्रो जीवनलाई जीवन्त राख्न सक्छ, इतिहासलाई अमरत्व कायम गर्न सक्छ र यसलाई संस्थागत रूपबाट विकास गर्नको लागि अरू विभिन्न क्षेत्रबाट योगदान गरौँ र आज यस क्षेत्रमा काम गरिरहनुभएका जति पनि मित्रहरू सम्मानित हुनुभएको छ र उहाँहरू एउटा प्रेरणाको स्रोत हुनुभएको छ र उहाँलाई सम्मान गर्नको लागि अक्षय कोष स्थापना गर्ने, यसलाई निरन्तर अगाडि लाने सन्दर्भमा साथीहरूको योगदान रहेको छ। यो आफैमा एउटा उदाहरणीय कुराहरू छ भने विभिन्न खालका सङ्घ संस्थाहरूले यस्ता कामहरूमा अरू योगदानहरू दिन सकोस् र फेरि पनि यो पत्रकार समूहले मलाई यस्तो महत्त्वपूर्ण ऐतिहासिक कार्यक्रममा प्रमुख अतिथिको हैसियतबाट आमन्त्रण गर्नुभयो, बोल्ने मौका दिनुभयो र
यसको लागि धेरै धेरै बधाई र शुभकामना भन्दै मेरो आफ्नो भनाइ यही अन्त्य गर्दछु। धन्यवाद।